गाइज वेलकम न्यू भ्लग। आज चाहिँ हामी घर जाँदैछौँ। हामी यहाँ बिस क्याम्पमा आएको छौँ। हेर्नुहोस् दुईजना जाँदैछौँ। के भन्ने अब लाइक सब्सक्राइब गर्नु होला मेरो च्यानलमा। यो नयाँ च्यानल हो, जम्मा 6 सब्सक्राइबर छ। तपाईँले बढाइदिन सक्नुहुन्छ। त्यही हो के भन्ने। यतापट्टि हेर्न यस्तो छ बाटो। यो केटी मिलाइदिन्छु हजुर। यो भाइले मोबाइल हेर्ने, म चाहिँ हेर्ने, भ्लग गर्ने, त्यही छ मन। आज त कोही जान सक्दैन होला, घरसम्म गएको देखाउँछ। त्यही हो। त्यो ल आउन लागिसकेको छौँ। अझै आधी बाटो रहेको छ। भाइलाई छोड्न आएको हामी चाहिँ दुईजना भएर। पछाडि बाइक छोडिदिन पऱ्यो बाटो। त्यही हो भन्न चाहिँ केही छैन। हेर्नुहोस् अगाडिको हेर्नुहोस्। हामी यताबाट आएको हेर्नुहोस्। पछाडिबाट गाडी आएको छ। के भन्नु मिले त मिलेन। हामी लाएर अब एडिट गर्न पऱ्यो भिडियो अलिकति। भाइले हेऱ्यो हँसाउँछ। मेरो हात दुखिसक्यो लेफ्टीले राखेको। अब यता भन्छु यस्तरी यो गाइज के छ र 2 दिनको जिन्दगी। आउनलाई सकिन लाग्यो। अनि यता हो हेर्नुहोस् गाइस, हामी त आउनु लागिसकेछौँ। के गर्ने यस्तो भटभटेमा लानु हुन्छ। घर रहेछ भटभट। यहाँ पनि गाडी छ, त्यहाँ पनि गाडी। दुखिसक्यो गाइस। हातसम्म त्यही हो, दुख्छ कि हो। त्यही भएर यहाँ त जिम हाउस आउनु लागिसक्यो। हामी दिपनगरमा छौँ। अहिले चाहिँ अझै सुक्खानामा छौँ। अब दिपनगरमा जाँदैछौँ। हेर्नु जिम हाउस हेर्नुहोस्। के भन्नु, अरू गाडी आएको छ। यहाँ चाहिँ तपाईँले कोही काममा लाउनु भयो भने यहाँ चाहिँ बच्चाहरूलाई राखिदिन सक्नुहुन्छ। यो बाटो हो। अब यो पुल गरेपछि दिपनगर रे। धेरै होइन, 1 मिनट लाग्छ घर जानु। त्यही छ। धेरै त अब धेरै मिनट पाल्नु सक्दैन मैले। हात छ मलाई यो दुख्छ। अब म कोही टाढा गएको भिडियो हालिदिन्छु घुम्न है। हेर्नुहोस् अगाडि अब जानु पऱ्यो घरतिर। साह्रोले बाहिर छोडेर पनि आइयो। अब यति छ। अब अगाडिपट्टिको भिडियो हेर्नुहोस्, म बोलिरहन्छु।
आइसक्यो ऊ त्यहीँ हो अब धेरै छैन त्यहाँसम्म जाँदा 1 मिनट पनि लाग्दैन होला बस्ने ल हामी चाहिँ कुकुर भएको घर जाँदै छौँ हेर्नुहोस् त्यहाँ डर मान्छेबाट कस्तो खायो हेर्नु गाई त्यसको लागि पनि लाइक गरिदिनु केही कमेन्ट भन्नु मन छ भने केही भन्न मन लाग्छ भने कमेन्ट गरिदिनु त्यही हो यतापट्टि यस्तो बाटो यताबाट कमल पोखरी गइन्छ भने यताबाट हामी यता कति जान सकिन्छ भने यताबाट सिद्धेश्वरी स्कुल जान सकिन्छ भने यताबाट चाहिँ हस्पिटल लाइन गइन्छ यताबाट यसरी यताभित्र छिर्ने भने यो चाहिँ हाम्रो साथी घर चाहिँ साथी अलि यहाँ बस्दैन फेरि त्यसलाई पनि यो भलक पठाइदिनु पर्छ हेरिदिनु पुग्नुहोस् यहाँ पनि एउटा साथी घर हो यो पनि निलोज भन्नेको यो युकेन भन्नेको यो चाहिँ मेरो माथि कोठा मेरो हो यो चाहिँ अरविन्द भन्नेको कुकुर घर जाने कि साथी के गर्ने र म त्यहाँ कुर्दै बस्छु हामी टोनीको पनि जान्छौँ यही कुकुर यहाँ बसेको यहाँ कुकुर हेर्नु अब यो कपाल त बाबु के होला त केही पनि भाग्छ त्यही फेरि कुकुर हेर्नुहोस् कुकुर चाहिँ माथि जान्छ हेर्ने यो अब टोनी माथि जानु लागेको छ चाहिँ हल्का अँध्यारो रहेछ टोनी आइज आइज टोनी ए यहाँ हेर्नु यत्रो कुकुर हेर्नुहोस् कत्रो कुकुर ओहो चाटेर ओ माई गड यसलाई हेर्नु क्यामेरालाई चाट्ने होइन के क्यामेरालाई चाट्ने होइन आइदा यहाँ जम्प बस्देऊ अनि यत्रो कुकुर चाहिँ ए बाप रे बाप कत्रो कुकुर है यसले फेरि यहाँ मोबाइल हेर्दै बस्यो अब तल जान्छ यो तल यहाँ चाहिँ के सोरुम बन्दै यही छ यतापट्टि यो पनि एउटा साथीको घर हो निश्चलको घर हो यो चाहिँ यही छ यताबाट केही भ्यू देखिन राम्रो यो चाहिँ अङ्गुरको रुख यत्रो लाभ हुन्छ हेर्नुहोस् यत्रो ओहो माथि चिल उडे हेर्नुहोस् यताउतिको यतापट्टि नि हेर्नुहोस् यो चाहिँ त्यही अरविन्द भन्नेको घर यो चाहिँ निश्चलको घर हेर्नुहोस् अब त्यही भन्न चाहन्छु म चाहिँ टोनीलाई यहाँ बोलाएको टोनी चाहिँ तल टोनी आइज टोनी आयो हेर्नुहोस् अब टोनीको एन्ट्री भयो सकेको छ ल आजको भलाइ यति नै छ मेरो च्यानल लाइक सेयर कमेन्ट गर्नु होला सब्सक्राइब पनि गर्नु होला ल